अब हामी चाहिँ लगभग पुगिसकेका छौँ। केटाहरू अझै मुनि छन्, मसँग भएको पानी चाहिँ सकिसकेको छ। अब पिकमा पुग्ने बेला पानी सकेपछि के गर्ने त अब होइन, यही हो है, खाली बोतल अब सट्ट हिउँ यसरी है होइन। त्यसपछि एकछिन बिर्को लगाएर राख्ने। केही मिनटपछि त हामीले खाने लायकको हुन्छ। अब हामी आई थिङ्क 15 मिनट्स मोर, 15 to 20 मिनट्स है पिकको लागि। यस्तो हुन्छ क्या, धेरै बोकेर पनि आउन सकिन्न, थोरै बोक्यो भने यस्तै लाइन हुन्छ। गाह्रो छ, पिक छ यस्तो, पाइलामा टेकेन भने अघि एकजना त खुट्टासम्म गाडिएको थियो। सो इट्स टु डिफिकल्ट है। सो प्रोपर इक्विपमेन्ट चाहिन्छ है गाइज, प्रोपर। यो झन् जुत्तामा त कम्पलसरी हो क्या, कम्पलसरी, किनभने सम्भवै छैन यस्तो छ। मैले फर्स्ट टाइम यति हाईमा आएर भ्लग बनाउँदैछु, तपाईँहरूले हेर्न पाउनुहुन्छ है त। सी यु इन नेक्स्ट भिडियो, सायोनारा।